स्वागत छ साथीहरू तपाईहरुलाई आजको भिडियोमा। सबभन्दा पहिला यो भिडियो हेर्नुहोस्। अब यस्तो खालको भिडियो अहिले सोशल मिडियामा एकदमै ट्रेन्डमा छ, त तपाईहरु यस्तै खालको भिडियो बनाएर आफ्नो सोशल मिडिया अकाउन्टमा अपलोड गर्न सक्नुहुन्छ, ट्राई गर्न सक्नुहुन्छ। सजिलै छ बनाउनलाई, एकदमै सजिलो छ। यस्तो टाइपको भिडियो अहिले मान्छेले बनाएर सोशल मिडियामा, टिकटकमा, इन्स्टाग्राममा, युट्युबमा पनि भनौं मान्छेले धेरै भन्दा धेरै भ्युज ल्याइरहेको छ, त तपाईहरु ट्राई गर्न सक्नुहुन्छ, ट्राई गर्नु होला। जाउँ हामी आजको भिडियोमा यस्तो खालको भिडियो कसरी बनाउने। अब यस्तो टाइपको भिडियो बनाउनलाई तपाईहरुलाई सबभन्दा पहिला आफ्नो फोटो क्लिक गर्नु होला अथवा चुज गर्नु होला। एउटा फोटो तयार गरेर राख्नु होला र फोटो तयार गरेर राखिसकेपछि मोबाइलको स्क्रिनमा जाउँ। अब तपाईहरुलाई एउटा एपको जरुरी पर्नेवाला छ, जो एडिटिङ एप हो, क्यापकट एप। त्यो प्ले स्टोरमा सजिलै पाउनुहुन्छ, तपाईहरुले डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि जाउँ मोबाइलको स्क्रिनको तर्फ। अब सबभन्दा पहिला यस्तो खालको बनाउनको लागि आफ्नो मोबाइल फोनको स्क्रिनमा आउनु होला र यहाँ प्ले स्टोरमा जानु होला। प्ले स्टोरमा आइसकेपछि यहाँ सर्च बारमा जानु होला, यहाँ सर्च गर्नु होला क्यापकट एप्लिकेसन। यसलाई तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ। मैले डाउनलोड गरेको छु, त ओपन देखाइराछ। एडिटिङ गर्नको लागि हो, त यही एप तपाईहरुले डाउनलोड गर्नु होला। र डाउनलोड गरिसकेपछि तपाईहरुले यो क्यापकट एपलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईहरुलाई यहाँ अलाउ गर्नु भन्छ। जतिचोटी अलाउ गर्नुलाई, एक्सेप्ट गर्नुलाई भन्छ, सबै गर्न सक्नुहुन्छ कि त स्किप पनि गर्न सक्नुहुन्छ। मैले गरिसकेको छु, त्यही भएर यहाँ देखाउँदैन। ती गरेर आइसकेपछि यहाँ छेउमा हेर्न सक्नुहुन्छ, तल सेकेन्ड अप्सन टेम्प्लेट्स भनेको छ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यहाँ माथि जानु होला सर्च बारमा। यहाँबाट तपाईहरुले थुप्रै अप्सनहरु पाउन सक्नुहुन्छ, जो कि यस्तो खालको भिडियो बनाउन, अरु टाइपको पनि भिडियो बनाउन। त यहाँ सर्च गर्नु होला। यहाँ सर्च गर्नु होला न्यू ग्लास ट्रेन भनेर। सर्च गर्ने बित्तिकै तपाईहरुलाई यहाँ यस्तो खालको अप्सन खुलेर आउँछ। यसरी खुलेर आइसकेपछि तपाईहरुलाई जुन एउटा मन लाग्छ त्यस्तोमा हेर्नु होला। कस्तो खालको गिलास पनि मन पर्छ, कस्तो खालको स्टाइल मन पर्छ। जस्तै कि यहाँ छ बिरालोले हेरेको, त तपाईहरु यहाँ क्लिक गर्न सक्नुहुन्छ। बिरालोले हेरिरहेको हुन्छ तपाईहरुलाई। अब यहाँ हेर्न सक्नुहुन्छ युज टेम्प्लेट भनेको छ, यहाँ तपाईहरुले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरु फोटो वाला अप्सनमा जानु होला। तपाईहरुलाई मैले भनेको थिएँ कि जुन भए पनि एउटा फोटो तपाईहरुले सिलेक्ट गरेर राख्न सक्नुहुन्छ, कुन फोटोको बनाउने। त जस्तै कि मसँग एउटा यो फोटो छ, दुईटा छ, त म एउटा यो फोटोलाई क्लिक गरिदिन्छु। यहाँ तल हेर्न सक्नुहुन्छ नेक्स्टमा गरिदिऊ। नेक्स्ट गरिसकेपछि तपाईहरुलाई यहाँ केही समय मात्रै लिन्छ यस्तो खालको भिडियो बन्नको लागि। एकैछिनमा तयार भएर आउँछ, हेर्न सक्नुहुन्छ। अब यति भइसकेपछि यहाँ माथि हेर्न सक्नुहुन्छ एक्सपोर्ट भनेको छ, यहाँ क्लिक गर्नु होला। सेभ गर्नको लागि विदाउट वाटरमार्क कसरी सेभ गर्ने म त्यो बताउँछु तपाईहरुलाई। यहाँ तल हेर्न सक्नुहुन्छ आवर वाच द फुल एड भनेको छ, यहाँ क्लिक गरिदिनु होला। यहाँ एड्स हेर्न भनेको छ, त यहाँ पुरै यो एड्स हेर्नु होला। हेरिसकेपछि तपाईहरुको सामने यसरी यस्तो खालको इन्टरफेस खुलेर आउँछ। एक्सपोर्ट विदाउट वाटरमार्क भनेको छ, त यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि तपाईहरुको बिना वाटरमार्क यहाँ सेभ हुन सुरु हुन्छ। त यसरी तपाईहरुको फुल भिडियो रेडी भएर आउँछ। त्यो टाइपको भिडियो बनाउन एकदमै सजिलो छ। त तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला र भिडियोलाई एक लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब जरुर गरिदिनु होला। हस् त आजलाई यति नै।